लभली छ त आजको दिन चाहिँ लभली छ है सो के अरे आजको भ्लग चाहिँ खासै इन्ट्रेस्टिङ आउँदैन किनकि केही नै गरेको छैन घर बस्यो यसो डोल्यो त्यही हो अब भोलिको चाहिँ खतरै आउँछ भोलि चाहिँ लाइक बिहान नै उठेर हामी धान रोप्न जान्ला हिलोमा हलो चाहिँ भोलि चाहिँ म नै कसम भोलि हलो जोत्दैन भने चाहिँ बिहान आउँदै ब्लाम भने क्या सो गाइस भोलिको लागि चाहिँ आउनु होला आज चाहिँ खासै इन्ट्रेस्टिङ भएन त्यही हो यस्तो अल्छी लाग्दो रहेछ यार गाउँमा केही भएन भने चाहिँ अल्छी लाग्दो रहेछ मलाई त आयो झ्याउ भइसक्यो हाम्रो घरको शुद्ध पानी 24 आवर अनलिमिटेड है 360 मिठो आउँछ नि पानी नि लभली है पिरो रहेछ 20 रुपियाँ जाने त्यो पिरो चाउचाउ र रारा मिसाएर बनाएको तपाईँहरूलाई हाम्रो बारी देखाउँछु क्या प्याजको त यति धेरै छ लाइनै छ प्याजको त दोकानै छ त्यहीबाट मैले प्याज टिपेर हाम्रो करेसाबारी खोइ के हो यहाँबाट लाग्छ करेसाबारीबाट टिपेर बनाएको यस्तो छ बाटो चाहिँ हल्का छ घर चाहिँ यही हो अनि खेती हो खेत रे बारी हाम्रोमा सनफ्लावरहरू पनि छ प्याज हेर्नु न ग्यास प्याज यहाँ प्याज यहाँ प्याज प्याजै प्याज प्याजै प्याज प्याजै प्याज प्याजै प्याज है यहाँ कति उयो प्याज ठुल्ठुलो भएको अनि यो चाहिँ आल्छ भन्नेको बोट हो जुन चाहिँ अहिले पाकेको छैन अरूहरूमा त पाकिसक्यो हाम्रोमा त पाकेको छैन त्यो उता महँगोमा त पाकेको छ अघि टिपेर आएर खाएको यो काँचो काँचो छ तर काँचो पनि मिठै छ क्या प्याज पनि आम्मामा कति खायो पुर्दिम प्याजले पुर्दिन्छ नि फेरि सनफ्लावर देखाउँछु म तपाईँलाई प्याज हुनु त प्याजको कमी चाहिँ छैन हाम्रो घरमा लसुन चाहिँ यति छ लसुन सनफ्लावर हेर्नु त कस्तो लभली छ सक्सेस हुन्छ त सनफ्लावर यस्तो सनफ्लावर उयो बारी मेरो हेर्नु नाममा उयो कसको बारी होइन स्याउको रुख छ क्या स्याउको उयो स्याउको भयो त्यो आरुको छ चोरिदिनु क्या हेर्नु न ग्यास कस्तो लभली छ स्याउ चोर्नु गइदिनु क्या गाइस कसम चोरिदिनु क्या 20 लाख आयो भने म कसम चोरिदिन्छु है यो भ्लगमा 20 लाख आयो भने म भोलितिर चोर्न गइदिन्छु के हो कि यो लार्भा हेर्नु र के को लार्भा त्यो अब त्यो हुँदैछ बटरफ्लाई बन्दैछ गाली ठिक छ बस 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 धेरै नआएछ त्यहाँ सिस्नु छ गाइस होइन के छ ठिक छ कस्तो देखिरहेको छ भन त गाइस फेरि कसको हेड उठाएर लिएर आयो भन्दा नि फेरि यो चाहिँ बलको हो भोलि त्यहाँ आएर यसो लगाइदिएको त ह्यान्डसम देखिदिरहेको भने यसो लाख सो गाइस घर बस्दा झ्याउ लाएर अब चाहिँ म बाटोमा जान लाग्यो लास्ट त्यही टाढा रहेछ यार बाटो पो चिन्छ कि चिन्दैन मैले यार वायर लामो छ यार बाटो त वायर कति 25 मिनटको बाटो होला 25 मिनटको बाटो छ सो आयो यो स्याउ अघिदेखि यार यो स्याउले मलाई अघिदेखि हेरिरहेछ कहाँ गयो अघिदेखि हेरिरहेछ खाइदिउँ क्या गाइस खाइदिन्छु नि फेरि म त खतरा हो नि फेरि यस्तो स्याउहरू त छोडिदिन्छु नि सो होइन हामी चाहिँ गोबर उ त्यो पुल तरेर उताबाट लेफ्ट यस्तो गएर त्यहाँ रुख छ त देखिन त्यहाँ रुख हो त्यो रुख कटेर जानुपर्ने हुन्छ सो आएर न है त्यहाँ कस्तो गुना यार मलाई थाहा छैन त्यहाँ मम्मी छ कि छैन त्यहाँ हुनसक्ने सम्भावना चाहिँ छ के छैन भने केही छैन घुमेर आउँछु होइन घर बस्दा बोर भएर बेला त्यहाँ छ भने गइदिउँ न त भनेर हिँड्नेको होइन भिडियो भइरहेको छ नि सो गाइज अहिले चाहिँ म हिँड्दै थियो
मम्मी ड्याडीको के अरे मम्मी भाडामा जाँदै थियो बट म कहाँ आइपुग्यो भन न गाइज हेर्नु त आमा यस्तो दामी रुखमाथि आइपुग्यो यार यस्तो रेस्ट गर्ने रुख रहेछ हामी यो रुखमाथि आइसकेको छु कहाँबाट आएको लु त्यहाँ त्यो पुल हुँदै 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 हिँड्दै 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 यहाँ हिँड्दै आएको फक म्यान जहाँ यति हिँड्दा त कस्तो थाक्यो यार स्यास्या हेर्नु त पसिनै खलखल नाकमा कस्तो खतरा पसिना आएको छ नाकमा पसिना आयो भने बुढीले वायल माया गर्छ अरे क्या त्यो भएर नआएको होला खै केरा हो म के को रुखमाथि छु होइन खतरा यहाँबाट चाहिँ भ्यू चाहिँ बब्बाल देख्दैछु हो त्यहाँ चाहिँ हाम्रो गाउँ यसले छेकिरहेछ त्यो यहाँबाट खस्यो भने कस्तो मर्छ यार डेन्जर छ है रुख सो अब फेरि अब हाम्रो यात्रा सुरु गर्नुपर्ने हुन्छ मम्मीसम्म पुग्ने डेस्टिनेसन कस्तो डरलाग्दो रुख यार लड्छ क्या यार सो गाइस त्यही हो मैले बाटोमा यस्तो फल भेटेको थियो त्यो जङ्गली फल हुन्छ त्यो ब्ल्याक कलरको त्यो हो कि होइन रहेछ कस्तो मिठो यार त्यो म अहिले फेरि भेट्यो भने तपाईँलाई देखाउँछु अब म जाँदैछु पहाडों पे ऊपर जंगल के नीचे मैं हूँ निंजा नवद्वीप जा रहा हूँ आफ्नै मम्मीको खोज्ने स्यासे भइसक्यो यार बाटो चाहिँ एकदम लभली छ है ट्रेकिङको लागि बेस्ट हो खै र यतिकै आउँदैन कि हाम्रो यहाँ तातो पानी त्यही खेल्छ हेर्नु न क्या लभली देख्ने है सकिन्छ त फेरि सनसेट चाहिँ हेर्नै पाउँदैन सनसेट सनराइज चाहिँ हेर्नु पाउँदैन क्या यत्रो पहाडै पहाड छ सनसेट त सिधै दिउँसो 9 बजीदेखि के अरे सनराइज त सिधै 9 बजी देख्छ सनसेट त 2 बजेतिर नै सन गायब पहाडों के ऊपर जंगल के बीच में मैं हूँ निंजा नवद्वीप सिउ 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 उल्टी हान्दिउँ गाइज हेर्नु त विश्राम गर्ने ठाउँ त उपर धेरै छ है कहाँ हुनुहुन्छ मम्मी म आइसक्यो छोडै निस्किन है तर म बाघ आइदिएर कि गाइज अस्ति गएको झर्ना चाहिँ ऊ त्यहाँ छ यहाँबाट देखाएर देख्दैन रहेछ क्यामेरामा चाहिँ देख्दैन रहेछ राम्रोसँग बट मैले चाहिँ देखिरहेको छ थाकिसक्यो यार थाक्यो कोही छ कोही पनि छ कि छैन यहाँबाट यस्तो जङ कहाँ हेर्नु यही हो नि बाटो कस्तो चाहिँ देखायो यार कस्तो चाहिँ खतरा देखायो कहीँ छ यार म त हराइगयो यार मम्मी खोज्न आएको अब उल्टो मलाई खोज्नु पर्ने बेला भयो जस्तो छ यार कहाँ आयो न त मम्मी भेटिरहेको छ न त एउटा मान्छे यार हेर त सिमरसिप यो गाउँको त्यो नै त्यो मात्रै छ यार परालै पराल मात्रै छ खेल्दै खेल परालै पराल कहाँ आयो अहिले भुताएर लगिदियो भने फक हुन्छ मम्मी खोज्न आएको मान्छे उल्टै हरायो यार पहाडों के ऊपर जंगल के नीचे मैं हूँ निंजा हथौड़ी कहाँ आयो यार कहाँ आएँ म भ्यू चाहिँ फेरि लभली छ मम्मी ओ इको साउन्ड आएर चाहिँ गाइस मेरो नाम नवदीप लामा को हो खेल्यो भरे सिङ्गल सिङ्गल चिरा छ मलाई पुरा डर लाग्नु थाल्यो मलाई कोही छैन है मैले बोलेको नि मेरो सनलिफ्टकै कारण चाहिँ को हो भूत हो क्या यार डर लाग्नु थाल्यो यार हेलो हेलो को हुनुहुन्छ होला मैले बोलेको किन सेम रिपिट आएको चिरा छ काठमाडौँको डर हो डर गाउँमा कोही नभएर हेपे होला फेरि दाइ बोलाइदिन्छु नि ए देख्यो देख्यो मम्मी हिँडेको हो त्यो मान्छे पर त मान्छे बल्ल चाहिँ फिल गरेँ यार गाइज एकछिनको सातो गइदिएर भने कोही छैन जङ्गलमा एक्लै मम्मी खोज्न आएको मान्छे थाक्नु चाहिँ बाबा थाक्यो यार त्यहाँ हुनुहुन्छ हेलो बाबे
हेडै उसके छ नि त है तारा के ऊपर कस्तो देखिरहेको छ गाइस सहिरहेको छ नि तारा के ऊपर सँगल के नीचे मैं हो निंजा हथौड़ी मम्मी हेर त्यहाँ पेन्जिन खौ यहाँ यत्रो उहाँले चाहिँ यति धान दे कोदो टिपिसकेको छ तारा के ऊपर सँगल के नीचे मैं हो निंजा हथौड़ी तेन्जिन के छ तेन्जिन अनि तिमी यत्रो मान्छे के गरेको यहाँ हेर्नु त डर लागेन सानो मान्छे के छ हाई गर्नुहोस् चुप यसो गर्नुहोस् अनि पुपु हजुर म हरायो नि उयो त ए डुलेर आएको म घर बस्दा बस्दा अल्छी लागेर नि पुपु हाई गरिदिनु न तपाईँको भिडियो भइरहेछ टिप्नु भएको म हिँड्दै आएको नि म त हरायो भने कोही नभेटेर बाटोमा डर लागेर ओ मेमसँग आउनुपर्छ नि म थाहा छैन हो म त अनि ललिता दिदी भेट्नु भयो अनि तपाईँ कहाँ छ भनेको माथि के अरे गाउँ टिप्दै हुनुहुन्छ अरे मैले त्यहीँतिर हुनुहुन्छ म नि आएको नि घर बस्दा बस्दा अल्छी लागेर अनि फेरि यो बारी चिन्छ त पहिलेको दिन आएको म आज त आएको म त यत्तिकै आएको एक्लै आएको म त हराएँ भनेर पछि त मम्मीले देख्यो तपाईँ पनि यतै हुनुहुँदो रहेछ यहाँबाट लड्यो भने चाहिँ लास्ट पनि भेट्दैन हामीले कहाँ जानु भयो आसन कहाँ हुनुहुन्छ कस्तो लभली बाड यो त कति धेरै रहेछ त नि यो गाउँ त टिप्न है कहिलेसम्म टिप्यो सकिन्छ यो 3-4 दिन लाग्छ है हिन्दीको पर्सिसम्म मम्मीहरू चाहिँ उता टिप्दै हुनुहुन्छ त्यहाँ चाहिँ मेमेहरू हुनुहुन्छ अनि हाम्रो पुपु आयो हुनुहुन्छ अनि योभन्दा उता त खेत छैन है गाइस मैले यही खाएको के मिठो हुन्छ यार चट्ट अमिलो गुलियो वाउ यहाँ रहेछ नि कति धेरै यहाँ रहेछ गाइस टन्नै रहेछ सुक्या छैन ए कुनै सुक्या रहेछ नि त हेर्नु त कस्तो लभी दे मम्मीहरू फुपू उता पछाडि चाहिँ हाम्रो गाउँ यस्तो लभली देखायो है आजलाई चाहिँ भिडियो यति नै होइन किनकि मैले रेकर्ड गर्न पाउँदैन क्या उता हेर न किनकि 1% मात्रै बाँकी छ क्या सो मेरो मोबाइल अफ हुन लागेको छ सो यहाँसम्म हेरिदिनु भएको छ भने थ्याङ्क यू सो मच होइन जानुभन्दा अगाडि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला किनकि मेरो अर्को भिडियोहरू पनि आउँदैछ इन्ट्रेस्टिङ भोलि चाहिँ धान रोप्न जान रहेछ आनीहरू सो त्यतिखेर भेटौँ ल बाई 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 गर बाई ल